जय मसी मेरो फेसबुक मित्रहरू, आज म परदेशमा पनि पवित्र आत्माले भरिनुको बारे पुनर्वासित भुटानी शरणार्थीहरूको लागि सन्देश बाटन गइरहेको छु। शिविरबाट नयाँ जीवनसम्मको यात्रा। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीमध्ये धेरैले आफ्नो जन्मभूमि गुमाएका छौँ। हामीले भुटान छोड्यौँ। हामीले नेपालका शरणार्थी शिविरमा जीवन बितायौँ। हामीले अमेरिका, क्यानाडा, अस्ट्रेलिया, डेनमार्क जस्ता देशमा नयाँ जीवन सुरु गर्यौँ। हामीलाई थाहा छ नयाँ ठाउँमा सुरु गर्नु कस्तो हुन्छ। शिविरमा हुँदा हामीले प्रार्थना गर्यौँ। बाँसको चर्चमा आराधना गर्यौँ। कहिलेकाहीँ आँसु बगाएर परमेश्वरलाई पुकार्यौँ। तर आज म तपाईलाई एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु। के हामी साँच्चीकै पवित्र आत्माले भरिएका छौँ? कि कहिल्यै कुनै शक्तिशाली अनुभव मात्र गरेका थियौँ? पवित्र आत्माले भरिनु भनेको भावनात्मक अनुभव मात्र होइन। रुनु, कराउनु वा शक्तिशाली सभा हुनु मात्र होइन। पवित्र आत्माले भरिनु भनेको जीवन परिवर्तन हुनु हो। रोमी 8:11 लेखिएको छ, यदि येशूलाई मृतकबाट जीवित पार्ने आत्मा तिमीहरूभित्र वास गर्नुहुन्छ भने, त्यो आत्मा जसले येशूलाई चिहानबाट उठाउनुभयो, त्यही आत्मा हामीभित्र बस्नुहुन्छ। धेरैले जीवनमा यस्तो महसुस गर्नुभएको छ। सपना मरे जस्तो भयो। भविष्य अन्धकार जस्तो लाग्यो। नयाँ देशमा आएपछि एक्लोपनले थिच्यो। कामको दबाव, ऋण, चिन्ताले मन थाक्यो। तर यदि पवित्र आत्मा तपाईभित्र हुनुहुन्छ भने तपाईको जीवनमा केही पनि सधैँको लागि मरेको छैन। रुखलाई गाडिएको जस्तो देखिन्छ, तर रोपिएको रुख फेरि उम्रिन्छ। हामी परदेशमा रोपिएका छौँ, गाडिएका होइनौँ। नयाँ देशमा आएपछि धेरै कुरा बदलियो। नयाँ स्वतन्त्रता, नयाँ प्रलोभन, गोप्य जीवन, कामको तनाव। कसैको जीवन राम्रोतर्फ बदलियो, कसैको नराम्रोतर्फ। तर पवित्र आत्माले भरिएको मानिसको भित्रैबाट परिवर्तन हुन्छ। गलाती 5:16 लेखिएको छ, आत्मामा हिँड, तब शरीरको इच्छा पूरा गर्ने छैनौ। पहिले सानो कुरामा रिस उठ्थ्यो, कठोर शब्द बोल्थ्यौं, अरूसँग तुलना गर्थ्यौं। अहिले गल्ती गर्दा तुरुन्त पश्चाताप हुन्छ। पाप गर्दा मन अशान्त हुन्छ। परमेश्वर नजिक जान मन लाग्छ। यो धर्म मात्र होइन, यो पवित्र आत्माको काम हो। शिविरमा हामीसँग धेरै थिएन, तर हामी परमेश्वरमा निर्भर थियौं। अहिले हामीसँग काम छ, घर छ, गाडी छ। खतरा अब अभाव होइन, आराम हकभित्र आत्माले हाम्रो इच्छा बदल्नुहुन्छ। पुनर्वासित परिवारहरूमा एउटा ठूलो समस्या छ, पुस्ताबीचको दूरी। आमाबुवा परम्परागत सोच, छोराछोरी पश्चिमी संस्कृतिमा हुर्किएका। झगडा, गलतफहमी, दूरी। रोमी 5:5 लेखिएको छ, पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ। पवित्र आत्माले भरिएको परिवारमा आमाबुबाले सुन्न सिक्छन्, छोराछोरीले सम्मान गर्न सिक्छन्। पहिले तिमीहरू बिग्रिएका छौ, तपाईहरू बुझ्नुहुन्न। अहिले हामीसँगै प्रार्थना गरौँ, त्यो परिवर्तन पवित्र आत्माबाट आउँछ। यूहन्ना 13:35 येशूले भन्नुभयो, तिमीहरूले एक अर्कालाई प्रेम गरे भने सबैले तिमीहरू मेरा चेलाहरू हौ भनेर चिन्नेछन्। पुनर्वासित जीवन सजिलो छैन। कामको असुरक्षा, स्वास्थ्य समस्या, भाषा कठिनाई, मानसिक तनाव, एक्लोपन। फिलिप्पी 4:7 लेखिएको छ, परमेश्वरको शान्ति जसले सबै समझभन्दा माथि छ, तिमीहरूको हृदय र मनलाई रक्षा गर्नेछ। शान्ति भनेको समस्या नहुनु होइन। शान्ति भनेको समस्या हुँदा पनि नटुट्नु हो। कहिलेकाहीँ तपाईँ आफै अचम्म पर्नुहुन्छ, यस्तो अवस्थामा पनि म कसरी स्थिर छु? त्यो तपाईको शक्ति होइन, त्यो पवित्र आत्माको शान्ति हो। सानो समुदायमा कुरा छिटो फैलिन्छ। गफ, आलोचना, झगडा। याकुब 3:6 लेखिएको छ कि जिब्रो आगो जस्तै हो, तर पवित्र आत्माले हाम्रो जिब्रोलाई पनि परिवर्तन गर्नुहुन्छ। पहिले अरूको कुरा फैलाउने, कठोर बोल्ने, ईर्ष्या गर्ने। अहिले उत्साह दिने, आशिष दिने, राम्रो बोल्ने। पवित्र आत्माले भरिएको मानिसको बोलीले घाउ होइन, उपचार गर्छ। धेरैले सोध्छन्, म यहाँ जीवित रहन आएको हुँ, तर परमेश्वरले तपाईलाई यहाँ केवल काम गर्न पठाउनु भएको होइन।
प्रेरित 1:8 लेखिएको छ, पवित्र आत्मा तिमीहरूमा आउँदा तिमीहरूले शक्ति पाउनेछौ र मेरा साक्षी हुनेछौ। तपाईँ यहाँ दुर्घटनावश आउनुभएको होइन। तपाईँ काम गर्ने ठाउँमा, विद्यालयमा, छिमेकमा परमेश्वरको प्रतिनिधि हुनुहुन्छ। पवित्र आत्माले भरिएको मानिस बस्दैन, सेवा गर्न उठ्छ। नयाँ देशले स्वतन्त्रता दियो, तर गलत प्रयोगले विनाश पनि ल्याउन सक्छ। लुकेको लत गोप्य पाप क्षमा नगर्ने मन रोमी 8:13 लेखिएको छ, आत्माद्वारा शरीरका कामहरू मार्यौ भने तिमीहरू जीवित रहनेछौ। पवित्र आत्माको चिन्ह परिपूर्णता होइन, युद्ध हो। यदि तपाईँ पापसँग लड्दै हुनुहुन्छ भने तपाईँ जीवित हुनुहुन्छ। शिविरमा प्रार्थना सभा भरिन्थ्यो। अहिले कामको कारण समय कम छ। यर्मिया 20:9 लेखिएको छ, उहाँको वचन मेरो हड्डीभित्र आगो जस्तै थियो। पवित्र आत्माले भरिएको मानिस बाइबलबाट टाढा जान सक्दैन। उसलाई वचन चाहिन्छ, खाना जस्तै, सास जस्तै। गलाती 5:22-23 आत्माको फल यस्तो छ, प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासयोग्यता, नम्रता, आत्मसंयम। यो अनौठोपन होइन, यो पवित्रता हो। अन्तिममा, दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले देश गुमायौँ, तर परमेश्वर गुमाएनौँ। हामी सिमाना पार गर्यौँ, तर पवित्र आत्मा हामीसँगै आउनुभयो। आज आफैलाई सोध्नुहोस्, के म साँच्चीकै बदलिएको छु? आउनुहोस् हामी प्रार्थना गरौँ। पवित्र आत्मा, हाम्रो घर भरिदिनुहोस्। हाम्रो परिवार निको पार्नुहोस्। हाम्रो मन रक्षा गर्नुहोस्। हाम्रो पापसँग लड्न शक्ति दिनुहोस्। हामीलाई यस देशमा तपाईको साक्षी बनाउनुहोस्। हामीलाई परदेशमा पनि पवित्र बनाउनुहोस्। येशूको नाममा, आमेन।